नमस्कार दाइ भाइ दिदी बहिनीहरू। आज यहाँ आएर मलाई खुसी त लागेको छ, तर एउटा डर पनि छ, किनभने नेपालमा कमेडी सुन्ने मान्छेहरू धेरै छन्, तर हाँस्ने चाहिँ 2 जना मात्रै हुन्छन्। साँचो कुरा गरौँ है, आजभोलि मान्छेहरू यति बिजी छन् कि फोनमा लास्ट सिन 5 मिनट अगो देखिन्छ। नेपालको सबैभन्दा धैर्यवान मान्छे को हो थाहा छ? फेसबुक रिल्स बनाउने क्रिएटर। 1000 भ्यू आयो भने खुसीले भन्छ आज त एल्गोरिदम मेरो साइटमा छ। घरको कुरा गरौँ न, आमा भन्छन् मोबाइल छोडेर पढ, बाबा भन्छन् मोबाइल छोडेर काम सिक, तर मोबाइल नछोड्नेको दुवैजना। आमा टिकटक हेर्दै, बाबा फेसबुकमा राजनीतिक झगडा गर्दै। नेपालमा सबैभन्दा खतरनाक शब्द के हो थाहा छ? एउटा कुरा गरौँ, यो सुनेपछि मनमा आउँछ अब त पक्का समस्या हो। अनि हाम्रो नेपाली वाइफाई नाम चाहिँ हाई स्पिड इन्टरनेट। स्पिड चाहिँ लोड हुँदैछ, नेटवर्क उपलब्ध छैन। आजभोलि प्रेम पनि अनलाइन भएको छ है। पहिले आँखा जुत्थ्यो, अहिले वाइफाई जुत्छ। नेट स्लो भयो भने माया पनि स्लो। एकचोटि मैले साथीलाई सोधेँ, यार तिमी किन सिंगल? उसले भन्यो म सिंगल होइन, वेटिङ फर राइट सिग्नल हो। अब सबैभन्दा इमान्दार काम के हो थाहा छ? अलार्म स्नुज गर्नु। हामी आफैलाई नै झुटो बोल्छौँ, 5 मिनट पछि उठ्छु, 5 मिनट 1 घन्टा। अन्त्यमा एउटा साँचो कुरा, हामी नेपालीहरू गरिब हुन सक्छौँ तर हाँस्न जान्दछौँ। समस्या धेरै छ तर जोक्स अझ धेरै छन्। यदि आज अलिकति भए पनि हाँस्नु भयो भने लाइक थिचिदिनु होला, सब्स्क्राइब गर्न नबिर्सिनु होला, किनभने हाँसो फ्री हो तर सपोर्टले क्रिएटर जिउँदो रहन्छ। धन्यवाद। जय नेपाल।